आए ठ्याक्क केटाहरू आएपछि केटाहरूलाई दिएको त आमामा नाइटो फर्काएर खुसी भएर आमा लाइफमै खाएको थिएन नि यस्तो चिज त संसारमा यस्तो चिज नि पाउने रहेछ है भनेर खुसी भएर नाइटो फर्काएर आमा फेरि बनाऊ घरिघरि आउँछ आएँ भन्यो खाइभ्याएर अनि ट्याक्क हामी निस्क्यौँ घुम्नलाई बाहिर 3 जना महेश चाहिँ रुममै सुत्यो म सुत्छु तिमीहरू जाऊ भने मलाई फेरि यस्तो टक्क खाएपछि यसो रेस्ट गर्ने क्या यसो बाहिर हावाखानी बानिसकेँ अनि ट्याक्क केटाहरूलाई यताउति बिल्डिङ देखाएँ यो मेरो घर त्यो मेरो घर ठुलोबाउ घर भनेर गफ हान्दिएको 20 पत्तै राख्थ्यो क्या फेरि आकाशतिर फेरि निलो क्या दामी छ हेर्नु है कता छ क्या फेरि एउटा फेरि शिलाजित बेच्ने जस्तो भयो नि है तर फेरि भुँडी फर्का नाइटो फर्का खुसी छ भाइ यार याद दामी यार कस्तो खुवाउनु भयो यार कस्तो चिज खुवाउनु भयो यार भने छ केटाहरू यति रमाज खुसी छ है यस्तो त हामीले कहिले खाएको थिएन फेरि बनाउनु भन्छ कहाँबाट बनाउने सधैँ बनाएर बोलाएर खुवाउँछ यिनीहरूलाई यत्रो लाएर होइन अनि केटालाई फेरि म पनि हेर्छु भनेर उसले पनि क्यामेरा देखाइदिएको त पुरा खुसी लिएर अगाएर आमा ढाँडे बिराल जस्तो क्या मेरो त नाइटै फर्केँ यार म त हिँड्न पनि सकेन मलाई त गाह्रो भयो यार म त अगाएर टु मच भन्छ क्या धेरै अगाएर टु मच छु म त अरे आमामा ठिक छ जे होस् इन्जोय गरेँ केटाहरू होइन न्यु इयरको दिन पनि थियो ल केटाहरूलाई घुमाइदिएँ लगाइज यो चाहिँ मेरो सानो एउटा मिनी भ्लग होइन यसमा बेला बेलामा आइराख्छु म सबैले हेर्दै गर्नु होला इन्जोय गर्नु होला हेर्नु होला रमाइलो गर्नु होला होइन बेला बेला यसो दिनियो क्या गाइज